नेताज्यू, के तपाईँका तराईका बोर्डिङमा पढ्ने छोराछोरी सरकारी विद्यालयमा पढ्ने छन् कि या त सस्तो लोकप्रियता खोजेको हो? दुर्गाथली गाउँपालिकाले शिक्षक, कर्मचारी अनि नेताका चेलाचेलीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउने निर्णय कार्यान्वयन गर्न एउटा पत्र काटेको रहेछ होइन। यसको बारेमा मेरो केही धारणाहरू राख्न चाहन्छु। यो निर्णय पहिले नै हुनु पर्थ्यो, तर ढिलै भए पनि जुन निर्णय गर्यो त्यो एकदमै स्वागतयोग्य छ। तर प्रश्न के हो भने दुर्गाथली गाउँपालिकामा यस्ता धेरै पत्रहरू पत्रमै मात्र सीमित रहेको मैले देखेको छु होइन। यसमै पनि पहिलो कुरा त के हो भने अध्यक्ष, उपाध्यक्ष अनि वडा अध्यक्षज्यूका छोराछोरी तराईको बोर्डिङमा पढ्छन्। दोस्रो कुरा के हो भने धेरै जसो कर्मचारीहरूले यो नियमलाई छल्न आफ्ना छोराछोरीलाई तराई पठाउँदैछन् रे। यो देखिसकेपछि मेरो मनमा लागेको प्रश्न के हो भने नेताज्यू, के तपाईँका तराईका बोर्डिङमा पढ्ने छोराछोरी सरकारी विद्यालयमा पढ्ने छन् कि या त सस्तो लोकप्रियता खोजेको हो? म फेरि पनि भन्छु, यदि साँच्चीकै सरकारी विद्यालयहरूको स्तर उन्नतिको लागि यो नियम ल्याएको हो भने सरकारको यो निर्णयलाई स्वागत गर्नुपर्छ। तर होइन, हामी चाहिँ आफ्ना छोराछोरीहरूलाई तराईका बोर्डिङमा पढाउँछौँ, तपाईँहरू चाहिँ आफ्ना छोराछोरी यहाँका सरकारी विद्यालयमा पढाउनुहोस् भन्ने जस्ता कुराहरू गर्नुहुन्छ भने यो नियमको कुनै अर्थ छैन। त्यही भएर हामी आशा गर्छौँ यो नियमको पालना अध्यक्ष, उपाध्यक्ष अनि वडा अध्यक्षज्यूबाट हुनेछ।